सर्वप्रथम त परमेश्वरलाई धेरै धन्यवाद। आजको यो घर अर्पणमा आज हाम्रो बुद्धिमाया बहिनीको घर अर्पणमा चाहिँ यहाँहरू टाढा नजिकबाट यसरी विश्वास गर्ने नगर्ने यत्तिका झन् धेरै छोराछोरीहरू चाहिँ परमेश्वरले डोर्याइदिनु भएको लागि प्रभुलाई धेरै धन्यवाद। यहाँलाई जय मसीह अनि नमस्कार। अनि हामी घर चाहिँ अर्पण गर्न आएका छौँ, तर अहिले हामी घरभन्दा बाहिर छौँ। यस कारणले अनि हामी घरभित्र पस्नुभन्दा 41 नम्बरको चाहिँ कोरस गाउँदै अनि हामी भित्र पस्नेछौँ। हामीले 41 नम्बरको कोरस पनि गायौँ। धन्यवादी भएर ढोकाभित्र पस्नेछौँ भन्दा आहा कति रमाइलो है। अनि घर पनि यसो हेर्दाखेरि साह्रै रमाइलो छ अनि धेरै ठुलो बनाउनु भएको छ। विगतको दिनमा उहाँलाई घर थिएन, परमेश्वरले यति राम्रो सुन्दर घर दिनुभएको लागि अनि परमेश्वरलाई फेरि पनि हामी धन्यवाद दिनेछौँ अनि हामी खुसी खुसी मनाउनेछौँ भनेर चाहिँ हामी कोरस पनि फेरि पनि गाउनेछौँ। हामी सबैजनाले कोरस गाउँदै गर्दाखेरि अनि परमेश्वरको चाहिँ स्तुति प्रशंसा महिमाको निम्ति हामी फेरि पनि 84 नम्बरको चाहिँ भजन सङ्ग्रहबाट हामी हेर्नेछौँ। भजन सङ्ग्रह 84 मा पनि त्यहाँ चराचुरुङ्गीलाई भगेरीलाई पनि गुण राख्न दिने परमेश्वरले अनि तपाईँलाई बुद्धिमानलाई यति राम्रो घर दिनुभएको लागि उहाँ झन् कति रमाइलो हुनुहुन्छ। परमेश्वरलाई धेरै धन्यवाद भएको होस्। र हामीले स्तुति प्रशंसा पनि गरिसक्यौँ र अनि हामी अहिले समयमा चाहिँ परमेश्वरलाई धन्यवाद दिँदै अनि परमेश्वरको चाहिँ आवाजहरू सुन्नको लागि, परमेश्वरको चाहिँ त्यो मिठास शब्द सुन्नको लागि हामी उत्साहका लागि, वचनको लागि उत्साहको लागि चाहिँ हाम्रो यसै मण्डलीका हाम्रो आमा मण्डलीका पास्टर आन्द्रेस लामा दाजुलाई चाहिँ हामी स्वागत गर्नेछौँ। उहाँ चाहिँ आउँदै गर्नुहुँदा फेरि हामी जोरदार ताली लगाउनेछौँ। हामीले ताली पनि लगायौँ। प्रभुलाई धेरै धन्यवाद भएको होस्। उहाँले पनि फेरि यही 84 नम्बरकै अनि कोरसको के अरे भजन सङ्ग्रहबाट चाहिँ उहाँले अनि हामीलाई चाहिँ उत्साहको वचन पनि दिनुभयो। प्रभुलाई धेरै धन्यवाद भएको होस्। उहाँले चाहिँ हामीलाई चाहिँ उत्साहको वचनबाट चाहिँ जसले परमेश्वरमा आज्ञाकारी हुन्छ, जसले चाहिँ परमेश्वरलाई चाहिँ दिलो ज्यानले खोज्छ उसलाई कुनै पनि कुराको अभाव हुँदैन भनेर मत्ती 6:33ले हामीलाई एकदमै भित्र छोयो। पहिला चाहिँ हामीले परमेश्वरको राज्य खोजी गऱ्यौँ भने उहाँले हामीलाई सबै थोक थपिदिनुहुनेछ भनेर वचनबाट पनि हामी के भयौँ? उत्साह भयौँ। एउटा मात्र कुरा थपिदिन्छु भन्नु भएन, उहाँले हरेक चिज अहिले घर थपिदिनु भयो। उहाँको सन्तान छैन, अब केही समयमा पनि परमेश्वरले सन्तान पनि दिनुहुनेछ भनेर चाहिँ अनि हामीलाई उत्साहको वचन दिनुभयो। परमलाई धेरै धन्यवाद भएको होस्। अनि त्यसपछि चाहिँ अब हामी लगत्तै गरेर अनि हामी जानेछौँ अनि यो चाहिँ एउटा आशिष को लागि चाहिँ अनि म बहिनीलाई यो घरबेटी बहिनीलाई चाहिँ दिन चाहन्छु। अनि उहाँले भन्नुभयो मिठा मिठा परिपक्वहरू पनि बनाउनु भएको छ, खाना बनाउनु भएको छ, कोही पनि नखाइकन नजानु होला भन्नुभएको छ। अनि त्यस भएर चाहिँ हामी खाना पनि खानेछौँ र अनि हामीले उहाँले चाहिँ बनाएको सेलरोटीदेखि लिएर मासुदेखि हरेक परिकार रहेछ। प्रभुलाई धेरै धन्यवाद। अनि परमेश्वरले उहाँको सूचनामा अनि हामीले फेरि पनि प्रार्थना गर्ने विषयहरू उहाँले हामीलाई दिनुभयो। त्यो प्रार्थना विषय छ अनि सन्तान होस् अनि आफ्नो चाहिँ श्रीमान अनि श्रीमती एकता प्रेम नम्रतामा जिउन सकौँ भनेर प्रार्थना विषय राख्नुभएको छ। त्यसको लागि पनि हामी प्रार्थना गर्नेछौँ। हामीले प्रार्थना गऱ्यौँ। प्रभुलाई धेरै धन्यवाद। अब हामी अन्तिम प्रार्थना गरेर अनि हामी यहाँबाट छुट्नेछौँ। यो अन्तिम प्रार्थना गर्नको लागि चाहिँ हाम्रो यसै मण्डलीका आमा मण्डलीका गुरुआमालाई पास्टर सुनिमा लामालाई चाहिँ हामी समय दिनेछौँ। उहाँले प्रार्थना गर्नुहुनेछ अनि हामी यहाँ जानेछौँ। अन्तमा चाहिँ तपाईँहरूले धेरै राम्रोसँग सुनिदिनु भयो। प्रभुलाई धन्यवाद। मेरो नाम चाहिँ सिमन लामिछाने, म फलानु मण्डलीको अनि भनेर म चाहिँ बिदा हुन चाहन्छु। हस्त यहाँहरू सबैलाई फेरि पनि यसु प्रभुको नाममा जय मसीह। त्यसपछि हामी चाहिँ वचनको घरमा जान्छौँ। वचनको लागि चाहिँ जुन प्रार्थना सहित आदरणीय पास्टर उहाँलाई दिन चाहन्छु। उहाँले दिन सक्नुहुनेछ। त्यसपछि हामी वचन
प्रार्थनामा जानेछौँ। व्यक्तिगत प्रार्थना गर्नको लागि चाहिँ हामी दाजुभाइ तर्फबाट गरिदिनु हुने कुरो अनुरोध गर्दछु र हामी अन्तिम चरणमा आएको छ। जुन अन्तिम प्रार्थना चाहिँ हाम्रो जुन दाजुभाइ तर्फबाट जसले गरिदिनु होला र